We'll start today's news with the meaning of quadruple. Quadruple भनेको चाहिँ के हो भनेर मलाई चाहिँ आर्सेनलको फ्यान्सहरूले के भनेको थियो भन्दा यदि आर्सेनलले कार्लिङ कप अनि त्यसपछि अर्को के कप छ एफए कप अनि त्यसपछि अहिलेसम्म कहिले नजितेको च्याम्पियन्स लिग र प्रिमियर लिग यदि यो जित्यो भने 4वटा कप जित्यो नि क्वाड्रपल भन्छ र आर्सेनलले अब यो सिजन चाहिँ 4वटा ट्रफी जित्छ भनेर भनेको थियो हैन। अब मेरो मुख अलिकति स्माइलिङ त आइरा होला तर आई एम ट्राइङ टु कन्ट्रोल हैन। हिजोबाट आज मैले उठ्ने बित्तिकै दिन एकदमै राम्रो, चराहरू एकदमै फुरफुर उडिरहेछ, फुटबलको संसार एभ्रिथिङ इज वेल क्या। किन भन्दा चाहिँ थाहा छ के भयो, इन्टरनेसनल ब्रेक थियो। इन्टरनेसनल ब्रेकमा त आर्सेनलले 16 जना प्लेयरलाई रेस्ट गराएको रे क्या है। अब साउथहम्पटन भने च्याम्पियनसिपको टिम, आर्सेनल भने प्रिमियर लिगको च्याम्पियन रे हैन, प्रिमियर लिगको च्याम्पियन, यस्तो खतरा टिम हैन। अब अस्ति भर्खरै कार्लिङ कपमा म्यान सिटीले जित्यो। अब साउथहम्पटन त थ्रासै हान्छ भनेर बसेको नि, तर न्युज के भयो थाहा छ, 16 जना रेस्ट गरेर काई हाभर्ट्ज, भिक्टर गोगरे सबै खेलेको रे। तर के भयो, दे लस्ट 2-1 म हाँसे छैन। सो के भयो भन्दा चाहिँ साउथहम्पटनले एफए कपमा अपसेट हैन। सो रस स्टुअर्ट 35 मिनटमा साउथहम्पटनको गोल, भिक्टर योकेरेज यस्तो के मुख यसो छोप्ने हैन, आर्सेनलको फ्यान्सहरूलाई थाहा होला हैन, यसरी छोपेर चाहिँ ए भनेर गोल हाने क्या अरे बेन्चबाट। त्यसै 85 मिनटमा के भयो त, से चार्ल्सले गोल हान्यो। अब एफपिएलको न्युजको लागि चाहिँ अब ग्याब्रियल चाहिँ अब ही कुड बी आउट फर फ्यु विक्स हैन, बिकज ही गट इन्जर्ड। सो अब आर्सेनलको चाहिँ अब डबल ड्रिम बाँकी छ, कहिलेसम्म बाँकी हुन्छ थाहा छैन हैन। तर पनि अब स्पोर्टिङसँग नेक्स्ट गेम छ, सो दे स्टिल हेभ द च्याम्पियन्स लिग एन्ड द प्रिमियर लिग एन्ड दे आर द फेभरेट है। द्याट इज न्युज नम्बर 1। न्युज नम्बर 2, लिभरपुल र म्यान सिटी। लिभरपुल र म्यान सिटीमा म्यान सिटीले के गर्यो त भन्दा अर्लिङ हाल्यान्ड भन्ने एउटा प्लेयर छ, उसले चाहिँ अब ह्याट्रिक हानेर दे थ्रास्ट 4-0। सो आई वुड लभ टु मिट पिपुल हु से कि होइन अब भ्यान्डाइक इज द बेस्ट डिफेन्डर इन द वर्ल्ड होइन। सो वाट एभर, जस्ट गोल खायो। अब कमेन्ट्समा भने होइन, अब यदि कोही कमेन्ट गर्ने भए चाहिँ भ्यान्डाइक बेस्ट डिफेन्डर इन द वर्ल्ड हो भ्यान्डाइक हो। एनिवेज अर्लिङ हाल्यान्डले ह्याट्रिक हान्यो। मोहम्मद साला जसको अब लिभरपुल छोड्न लागेको छ, मिस्ड पेनाल्टी। अनि अब 8th स्ट्रेट एफए कप सेमिफाइनल म्यान्चेस्टर सिटी पुग्यो होइन। लिभरपुल त अब थ्रासै भयो। नेक्स्ट अब सबभन्दा सजिलो चेल्सीलाई थियो। चेल्सीको के भन्छ 7-0 जित्यो पोर्टभेललाई। सो उनीहरूलाई मर्सी नै देखाएन। अब प्रिमियर लिगमा जेपाइदे नराम्रो खेले पनि 64 सेकेन्डमै गोल हानेर अब जस्ट थ्रासै भयो। याओ पेड्रो, कोल पाल्मर, अनि टोसिन, एन्ड्रे सेन्टोस, विलियन अनि गार्नाचो सबैले गोल हान्यो र अब चेल्सी पनि सेमिफाइनलमा। अब एउटा गेम बाँकी छ, द्याट इज वेस्ट ह्याम भर्सेस लिड्स होइन। सो इन अदर न्युज रिजल्ट्सहरूमा चाहिँ के भयो भन्दा नि लालिगामा चाहिँ रियल मड्रिड जसले अब च्याम्पियन्स लिग खतरा खेल्छ उनीहरू चाहिँ मलोर्कासँग 2-1 हार्यो। तर बार्सिलोनालाई चाहिँ फेरि लास्ट मिनटमा गोल हानेर अब 2-1 जित्यो एथलेटिको मड्रिडलाई। सो नाउ 30 गेम्स हेभ बिन प्लेड इन लालिगा अनि बार्सिलोना आर 7 पोइन्ट्स क्लियर। अब अर्को गेम बन्डस लिगामा चाहिँ बायर्न म्युनिकले 99th मिनट हो कि त्यस्तोमा चाहिँ गोल हानेर 3-2 जित्यो एससी फ्रेबर्गलाई। सो अब त्यही हो अब बन्डस लिगामा। तर द ओभरअल समरी भनेको चाहिँ आर्सेनल क्वाड्रापलबाट डबलमा झऱ्यो। सिटी अब राइट टाइममा अलिकति फर्म आइरहेछ, तर स्टिल दे आर बिहाइन्ड आर्सेनल अब प्रिमियर लिगमा चाहिँ। तर लेट्स सी व्हाट ह्यापन्स। चेल्सीले अब प्रिमियर लिगमा केही नगरे पनि अब दिस इज देयर ओन्ली चान्स एफए कप जित्ने, अरू ट्रोफी त छैन। अनि बार्सिलोना चाहिँ अब हेभ सिमिलर टु आर्सेनल आर रनिङ अवे विथ लालिगा। तर अब के हुन्छ, इट्स एभ्री वान्स गेस होइन। सो दिज आर द न्युज। प्लिज लेट मी नो हाउ डिड यु फाइन्ड द न्युज अनि इन द कमेन्ट्स बिलो। सी यु नेक्स्ट टाइम।